You become what you think. तपाईं त्यही बन्नुहुन्छ जे सोच्नुहुन्छ. Good morning leaders. Good morning. Louder. Good morning leaders. Good morning. Okay, introducing myself. My name is Arjun Goswami and I am from Blessing Abroad Study. मैले यहाँ काठमाडौँमा धेरैवटा ट्रेनिङ प्रोग्रामहरु एटेन्ड गरेको थिएँ. बट सबैमा चाहिँ कस्तो भन्दा वान वे डेलिभरी हुन्थ्यो क्या. तर यहाँनेरि आएर चाहिँ के भयो भन्दाखेरि यहाँनेरि चाहिँ इन्गेज गराएर इन्भल्भ गराएर सिकाइन्दो रहेछ. त्यो भएकोले गर्दाखेरि चाहिँ म डे 1 मा आउँदा जति आत्तिएको थिएँ र आज डे 7 हुँदाखेरि मैले जसरी आएर प्रेजेन्ट गरिरहेको छु मैले अरु केही भन्नै पर्दैन क्या. हो यो प्रोग्राम त्यति इम्प्याक्टफुल छ, त्यति पावरफुल छ. यो हेरेर तपाईहरुले पक्कै पनि यो प्रोग्राम जोइन गर्नुहुन्छ भन्ने मैले आशा गर्छु र तपाईहरु पनि आफ्नो जीवनमा ग्रोथ अचिभ गर्नुहुन्छ भनेर म तपाईहरुलाई बेस्ट विशेष दिन चाहन्छु. यो 7 दिनको टाइम चाहिँ मेरो लाइफको एकदमै प्रोडक्टिभ टाइम भयो. त्यसको लागि चाहिँ हाम्रो मास्टर ट्रेनर सर, बिजनेस कोच, कन्सल्टेन्ट, मेन्टर उहाँलाई एकदम सबैले ताली बजाएर सम्मान गरिदिनु होला. प्रोफेसनली बिजनेस सेक्टरमा भएकोले गर्दाखेरि बिजनेस र एन्टरप्रेन्योरशिपमा लिडरशिप क्वालिटी, कम्युनिकेसन क्वालिटी, यो सेल्स स्किल्स एकदमै महत्त्वपूर्ण हुन्छ. र के खोजेस् कानो आँखो भने जस्तै जब मैले फेसबुकमा यो ट्रेनिङ प्रोग्रामको बारेमा थाहा पाएँ र ट्रेनिङ प्रोग्राममा चाहिँ पार्टिसिपेन्ट्सहरुको टेस्टिमोनियलहरु हेरेँ. त्यो हेर्ने बित्तिकै मैले इमिडिएटली के डिसाइड गरेँ भने म यो प्रोग्राम अवश्य लिन्छु. फ्यामिलीको फाइनान्शियल त्यति राम्रो थिएन. वैदेशिक रोजगारको सिलसिलामा म दुबई पनि गएँ. दुबई गएँ त्यहाँनेरि मैले 2 वर्ष जति काम गरेँ. 2 वर्ष काम गर्दाखेरि पनि मेरो पर्सनल र प्रोफेसनल ग्रोथ भइरहेको थिएन. त्यो किन भइरहेको थिएन भनेर भन्दाखेरि म पहिला स्कुल लाइफदेखि नै अनि त्यत्रो टिचर हुँदा पनि अनि त्यसपछि त्यत्रो समय बिताउँदाखेरि पनि म एकदमै इन्ट्रोभर्ट र साई मान्छे. 1 to 1 जेनतेन बोल्ने. पढाउँदै गर्दाखेरि प्रिन्सिपलहरु, भाइस प्रिन्सिपलहरु हेर्न आउनु भयो भने पनि म एकछिन ब्रेक लिएर बस्थिन्थे, उभिदिन्थे. अनि सानो केटाकेटीहरुलाई चाहिँ म फेरि पढाउँथे. त्यति साई र इन्ट्रोभर्ट थिए. त्यही साइनेस र इन्ट्रोभर्टले गर्दाखेरि म पर्सनली र प्रोफेसनली ग्रो हुन सकिरहेको थिएन. सो मैले के गरेँ भन्दाखेरि मैले सोच बनाएँ. हजुरहरुलाई डाइरेक्ट मार्केटिङको बारेमा त थाहा छ होला. डाइरेक्ट मार्केटिङ भनेको तपाईको प्रोडक्ट र मर्चेन्डाइजहरु कम्पनीले प्रोड्युस गरेको प्रोडक्ट र मर्चेन्डाइजहरुलाई चाहिँ डाइरेक्ट बिजनेसबाट कन्ज्युमरमै लाने हो. त्यस्तोलाई डाइरेक्ट मार्केटिङ भन्छ. र त्यो डाइरेक्ट मार्केटिङको सिलसिलामा मैले यहाँ काठमाडौँमा डोर टु डोर ब्यागमा डिक्सनरी बोकेर स्कुल गइन कि घर घर गइन कि अफिसहरु गइन कि सबैतिर गएँ. म ब्याचलर सकिसकेको मान्छे, साइन्स पढेको मान्छे, तर मलाई आफैमा त्यस्तो ग्लानी भएको थियो यो बोल्न नसकिकन म अगाडि बढ्दिन भन्ने थियो. डिक्सनरी बोकेर मैले काठमाडौँ मात्रै हैन म हेटौडा पनि गएँ. म त्यसपछि बुटवल पनि गएँ. त्यसरी नै म इन्डिया पनि गएँ. तेजपुर पनि गएँ, आसाम पनि गएँ. सबैतिर गएर मैले अब 1 to 1 अथवा सानो मासमा मैले बोल्न सिकेको थिएँ. अनि अब त्यति भइसकेपछि चाहिँ म के क्लियर भइसकेको थिएँ भन्दाखेरि प्रोफेसनली त म बिजनेसमै जान्छु. म अरु कसैको अन्डरमा काम गर्न सक्दिन भन्ने थियो. र त्यसपछि बिजनेस गर्ने भनेर म यहाँ काठमाडौँ फर्के. 2016 मा मैले एउटा सानो सुरुवात गरेँ. मैले एउटा विस्डम होम भन्ने मैले ट्युसन सेन्टर नयाँ मानेश्वरमा खोलेको छु. त्यो इन्स्टिट्युट अहिलेसम्म पनि छ. आजको दिन पनि छ. साइन्स ब्याकग्राउन्डबाट आको तर बिजनेसको बारेमा त मलाई केही नलेज थिएन. सो देन के गर्ने त भनेर भन्दाखेरि लक्किली मैले के पाएँ भन्दाखेरि यहाँनेरि चप्पल कारखानामा बोधी बुक्स एन्ड क्याफे भन्ने छ. चप्पल कारखानामा कसैले थाहा पाउनु भएको छ भने त्यहाँनेरि चाहिँ के हुन्थ्यो भन्दाखेरि कफी पनि फ्रीमा दिने. अनि सोमबार चाहिँ बिजनेसको बारेमा, एन्टरप्रेन्योरशिपको बारेमा, नेटवर्किङको बारेमा, मार्केटिङको बारेमा त्यहाँनेरि गफ हुन्थ्यो, चिया गफ हुन्थ्यो. मन्डे मर्निङ कफी क्युरिज भन्ने. मैले त्यहाँनेरि कन्टिन्युअसली मैले 2 देखि 3 साल त्यहाँनेरि हप्ताको एकचोटि म त्यहाँनेरि गएँ. किनभने मेरो ब्याकग्राउन्ड त साइन्स थियो. मलाई बिजनेसको बारेमा केही पनि नलेज थिएन. त्यहाँ गएँ. त्यहाँनेरि सानो मासमा कफी पिउँदै साथीभाइको कुरा सुन्दै अनि कहिलेकाहीँ बोल्दै हैन. त्यसरी मैले बिजनेसको बारेमा मैले के गरेँ आफूलाई बिस्तारै ग्रुम गर्दै गएँ. यो ट्रेनिङको डे 1 मा आउने बित्तिकै सरले भन्न थाल्नु भयो पब्लिक स्पिकिङ गर्नुपर्छ भनेर. सातो गयो मेरो अब है. सातो गयो. त्यहाँनेरि बसिरहेको छु. ला अब आज बोल्नु त पक्कै पर्छ. कतिखेर बोल्नु पर्छ डरैले पुरै एकदम त्यो क्लासमा पनि मैले कुराहरु एब्जर्ब गर्नु भन्दा पनि डराएर मैले टाइम उयो गरिरहेको थिएँ. यहाँनेरि स्पेन्ड गरिरहेको थिएँ. अनि सरले सुरु दिनमा पब्लिक स्पिकिङ सिकाउनु भयो. डे 2 मा सेल्स टेक्निक सिकाउनु भयो. डे 3 मा लिडर कसरी बन्ने भनेर सिकाउनु भयो. डे 4 मा मार्केटिङको आइडियाजहरु दिनुभयो. डे 5 मा पर्सनालिटी डेभलपमेन्टको कुराहरु भयो. 4 दिन सुरुको 4 दिनसम्म चाहिँ मैले
एभ्रिडे बोले तर मैले के बोलेको थिएँ भनेर अहिले पनि मैले रिकल गर्न सकेको छुइनँ क्या। त्यति एब्सेन्ट माइन्डेड थिएँ क्या। तर कुरा अब कहाँको आयो, 5th डेको आयो। 5th डेमा चाहिँ मेरो लाइफमा चाहिँ टर्निङ पोइन्टै आयो। म यसरी अहिले जे गरिरहेको छु त्यो 5th डेको टर्निङ पोइन्टले भएको हो। 5th डेमा चाहिँ तपाईँहरू यहाँ सबैजना अपकमिङ लिडर्सहरूले मलाई के गर्नुभयो भनेर भन्दाखेरि मेरो स्ट्रेन्थ पनि तपाईँहरूले बताइदिनु भयो र मेरो विकनेसहरूलाई पनि तपाईँहरूले ठम्याइदिनु भयो क्या। त्यो भएकोले गर्दाखेरि मैले त्यसको भोलिपल्ट भनेको हिजो मैले 5th डे भन्दा कम्पेरिटिभली अलिकति सुधार गरेर मैले डेलिभर गरेँ। यो 6th डेको क्लास चाहिँ मलाई सबैभन्दा बेस्ट क्लास लागेको थियो, किनभने त्यहाँनिर चाहिँ 8 P's अफ एन्टरप्रेन्योर भनेर सरले सिकाउनु भएको थियो। किनभने त्यही जर्नी मैले पर्स्यु गर्दै गर्दाखेरि त्यो चाहिँ मलाई एकदमै इम्पोर्टेन्ट लाग्यो। मैले सरले बनाउनु भएको स्ट्राटेजी फ्रेमवर्कहरू जस्तै गरेर मैले बिजनेस गरिरहेको रहेछु होइन। त्यो कुराले चाहिँ त्यो कुरा मैले मेरो बिजनेसमा इम्प्लिमेन्ट गरेँ भने मैले डेफिनेटली मेरो बिजनेसलाई स्केल अप गरेर मैले 10x अथवा 100x नै मैले यसलाई ग्रो गराउन सक्छु। यो 7 दिनको टाइम चाहिँ मेरो लाइफको एकदमै प्रोडक्टिभ टाइम भयो। त्यसको लागि चाहिँ हाम्रो मास्टर ट्रेनर सर, बिजनेस कोच, कन्सल्टेन्ट, मेन्टर, उहाँलाई एकदम सबैले ताली बजाएर सम्मान गरिदिनु होला। साथै अनि यो लेभल अप स्टार्टअपको म्यानेजमेन्ट टिम एन्ड एसिस्टेन्ट टिम र तपाईँहरू लिडर्सहरू जसले मलाई फिडब्याक दिँदै यतिको सुध्रिने मौका दिनुभयो, तपाईँहरू आफ्नै लागि पनि फेरि ताली बजाइदिनुहोस्। र मेरो यो जर्नीबाट मेरो सिकाइ भनेको हामीले जहिले पनि स्ट्रङ विल पावर राख्नुपर्छ। किनकि जब त्यो क्ल्यारिटी हामीमा आउँछ र त्यो विल पावर हामीले गर्छौँ, हामी हाम्रो गन्तव्यसम्म सजिलै पुग्न सक्छौँ। कठिनाइहरू हुन्छ तर गाह्रो मान्नु भएन, सजिलै नै हामी पुग्न सक्छौँ। अनि अर्को कुरा भनेको जहिले पनि अब यस्तो सिक्ने मौकाहरू पाइयो भने हामीले सिक्नलाई छुटाउनु हुँदैन। राइट मेन्टर, राइट ट्रेनिङ प्रोग्राम हामीले के गर्नुपर्छ, एटेन्ड गर्नुपर्छ र राइट प्र्याक्टिस चाहिँ हामीले गरिराख्नुपर्छ। अनि सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ हाम्रो माइन्डसेट चाहिँ के हुनुपर्छ, ओपन हुनुपर्छ। यहाँनिर म तपाईँहरू सबै लिडरहरूलाई म एकदम हेरेर म खुसी छु, किनकि तपाईँहरू जति पनि यहाँ आउनु भएको छ तपाईँहरू सबै सिक्ने भनेर आउनु भएको छ र डेफिनेटली तपाईँहरू अब आजदेखि 2 वर्ष अथवा 3 वर्ष 5 वर्षमा तपाईँहरू साँच्चै नै यो नेपालमा आफ्नो आइडेन्टिटी बनाउनुहुन्छ भन्ने मैले आशा गरेको छु। सरले हामीलाई यो कम्युनिटीमा जोड्ने मौका त दिनुभयो होइन। हाम्रो यो कम्युनिटी, यो सम्बन्धलाई चाहिँ हामी सुमधुर पार्दै आगामी दिनहरूमा पनि एकअर्कालाई हामीले मद्दत गर्ने गरौँ, सहयोग गर्ने गरौँ, रिफर गर्ने गरौँ होइन, ताकि तपाईँहरूलाई पनि राम्रो होस्, मलाई पनि राम्रो होस्, सरलाई पनि राम्रो होस्। सरको यो प्रोग्रामबाट तपाईँहरू सबैले पनि धेरै कुरा सिक्नुभयो भन्ने मैले आशा गरेको छु। सो मैले अघि जे भनेको थिएँ, यु बिकम वाट यु थिङ्क। मैले जे सोचेको थिएँ, म प्रोफेसनली बिजनेसमै जान्छु भनेर जे मैले सोचेको थिएँ म त्यही भइरहेको छु। आज म अलरेडी एउटा बिजनेसम्यान भएर म इस्टाब्लिस भइसकेको छु।